केपी ओली यदि हारो भने चाहिँ म इलम दिलाछु बालेनले जित्यो भने झापामा कान काटेर म टिचिङ हस्पिटलमा टाका लाउँछु कुन पनि मैले बालेनले जित्यो भने म यो नेपाल पुग्न तयार छु बालेन शाहले झापा 5बाट जित्यो भने 30,000 खसी मैले दिन्छु बालेन शाहले जित्यो भने म यो देश छोड्न तयार छु अगर जितो भने भन्ने प्रश्न आयो म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ जितोस् म खाइदिन्छु त्यसैको खाइदिन्छु संख्या पुगेन हजुर यसपल्ट संख्या पुगेन संख्या पुगेका दिन अकुत कमाएर सम्पत्तिका मादकतामा मस्त रमाएर बेहोस तिमीहरू भतुवाहरूलाई विशेष गरी दमकका खापेहरूलाई विकास धेरै भयो अब बालेन शाहलाई टर्च खोज्दै किन अब बालेन शाहले चुनाव जितेको होइन त्यो अमेरिकाले जितेको बालेन शाह प्रधानमन्त्री हुने होइन अमेरिकाको मान्छे हुने हो यो विचार गर तिमीहरूले तिमीहरू चोर झापालीहरूको त छ नि म त के भन्छु भने त्यो बिहारतिरबाट इन्डियातिरबाट अब मान्छे घुसिहाल्नु पर्यो झापामा तिमीहरू झापाली खाते हौ यो कुरा विचार गर तिमीहरू मुर्कुटा झापालीहरू हौ तिमीहरू झापालीहरूको त छ नि तिमीहरू झापालीहरूले छ नि आफ्ना छोरा छोरी आफू आफ्ना श्रीमती सबै बेचिसक्यो खाते हो तिमीहरू विशेष गरी झापाली खाते हुन् झापाली चोर हुन् झापाली अपराधी हुन् झापाली दुष्ट हुन् झापाली भनेका यो देश बेच्ने नम्बर 1 मा झापाली पर्छन् यी झापालीहरूलाई कम भयो ल साथीहरू यो दिदीको कान पनि काटियो उहाँ वचनको पक्का हुनुहुँदो रहेछ सबैले शेयर गरेर त्यो दिदीसम्म पुर्याइदिउँ है सम्पूर्ण मिडिया कर्मीहरूलाई विशेष धन्यवाद आज यस क्षेत्रबाट हाम्रो हल्का सम्मान जित पक्का हुँदैछ यो जितको लागि म पनि इलाम चुला मेरो एकदमै दुश्मन मेरो साथी दुश्मन भने पनि साथी भने पनि होइन जति पनि हामी टिकटक लाइभमा बाँच्छौँ गराउँछौँ होइन आज मात्रै गएको छ हाम्रो सनाया लिम्बू होइन खुसी लागेको छ मलाई पनि होइन म अघि भागेको थिएँ चोरबुढा भागो भनेर म यता हाम्रो देवेन्द्रलाई चाहिँ मैले पछि गरिरहेको थिएँ होइन थ्याङ्क यू सो मच यो साथको यो सपोर्ट र हल्का सम्पर्कको जहिले पनि म चाहिँ यो चोरबुढा जहिले पनि साथ हुनेछु र साथ दिनेछु होइन जय माटो जय देश एक्लै छु जस्तो लागेको थियो हौसला दिएर गुण लगायो केही पर्यो भने नि दाइ एक कल गर्नु हामी गुरु आइहाल्छौँ न अब यो सुत्दाहरूलाई ढाल्ने होइन राष्ट्रपालाई कतिको चुनौती दिनु भएको छ यहाँहरूले यति बेला कुन पार्टी चर्चा त राष्ट्रपाको पनि छ म त त्यो पार्टी चिन्दिनँ नयाँ भन्दैछन् रवि लामी छानेजीको पार्टी होइन अनि पहिला उप प्रधानमन्त्री तथा गृहमन्त्री दुईचोटि भयो होइन भनेको त्यतिखेर उहाँले के काम गर्नुभयो एउटा झिङ्गा पनि समाउनु भएन होइन ऊ आफै फसिराखेको सहकारी केसको जीवी राईलाई पक्रेर ल्याउनु पर्दैन घोक्रे ठ्याक हालेर होइन नहुने कुरा फेरि गर्ने अरे पहिला 100 जना मान्छेलाई पनि बोलाएर चाहिँ होइन फ्री टिकट बोलाएर जागिर दिएको होइन भेट्नु पर्ने छ भोलि मैले 100 वटा माला ठिक बनाएको खोइ लगाउनु भयो कुरा गर्नु भएन भन्नु केही गर्नुहुन्न
त्यही हो भन्नु त फेरि खानेपानीको कुराले लिएर नि अध्यक्षज्यू यति बेला सरकारमा राष्ट्रपति हुँदाखेरि तपाईँ धेरै पटक आउनुभयो तर अहिले आएर चाहिँ जुन प्रकारले गर्दैनन् के गएर खानेपानी अब धरानलाई हामी खुवाउँछौँ तपाईँले नि निकाल्नु भएको त्यो तथ्य त्यो त भनिरहेको छ नि भन्नेले मैले खुवाइसकेँ उनीहरूले खुवाउँछु भन्छ अब के तपाईँले निकाल्नु भएको तथ्य अनुसार उहाँ आफै बोलेको पनि देखियो यहाँकै भाषणहरू सापट लिएर बोलेको पनि धेरै ठाउँ देखियो उहाँलाई भाषणै गर्न आउँदैन त्यस्तो वायत पनि भाषण हुन्छ तथ्यमा टेकेर हो भाषण गर्नुपर्छ होइन राष्ट्रसभाका अध्यक्षले त यहाँलाई नै राजनीतिक रूपमा म गुरु मान्छु भन्नुभएको थियो तपाईँ उहाँलाई चेला बनाउन तयार हुनुहुन्छ के अरे कसलाई राष्ट्रसभाका अध्यक्षले अनि त्यो पार्टी चाहिँ कुन पार्टी हो भन्छु त्यो त पार्टीको नामै पनि त्यो पार्टीको त नामै गलत छ क्या स्वतन्त्र भन्ने पार्टी हुन्छ हामीले चुनाव जितेको होइन एक दुईजना मेयरहरूले जितेर यसो वाइ गरेको नामै लगेर गयो अचम्म लाग्छ हाइज्याक गर्ने बानी क्या घरि जेनजीको आन्दोलन हाइज्याक गरेछ घरि नामै हाइज्याक गरेछ स्वतन्त्र भन्ने कुन दिन मेरो नाम पनि हाइज्याक गरेर हर्क साम्पाङ लेख्छन् साथीहरू जस्तो अहिले चुनाव चाहिँ कमान्ड लिने भन्ने कुरा गरिरहेको छ तपाईँको यसमा आपत्ति हो के सेनाले कमान्ड यस्तो छ सेनाले कमान्ड लिने भन्दाखेरि सुरक्षा दिन पाउँछ होइन मैले भन्दैछु त मतपेटिका ओसार्दाखेरि त्यहाँनिर चाहिँ दलको प्रतिनिधिहरू पनि हुनुपर्छ फेरि सेनाले मात्रै एकलौटी गर्यो अनि लैजा भनेर लगेर गयो त्यसो त हुँदैन त्यो त हुँदैन त्यो त त्यो अब केमा लैजान्छ त्यो कन्टेनर पुरा हेरेर त्यसलाई सिल गरेर सेनाले लगिसकेपछि त्यसको एस्कर्टमा दलका प्रतिनिधिहरू पनि जानुपर्छ त्यो सेनाले लगिगयो कता गयो भन्दा चाहिँ मतपेटिका तपाईँको चाहिँ नि धेरै अब यो चुनाव भनेको पहिला जस्तो छैन पूर्व राजा ज्ञानेन्द्र शाह पनि सडकमा आउने कुराहरू आइरहेको छ 16 गते दुर्गा प्रसादले आह्वान गरेका छन् चुनाव बिथुलिने सम्भावना कतिको देख्नु भएको छ अहिले 16 गते वादीहरूले जसरी बोलिरहेको छ त्यसलाई कसरी हेर्नु 16 गते समाधान होइन भनेर पूर्व राजा ज्ञानेन्द्र शाहले पनि फागुन कहिले बोल्नुभयो होइन कहिले आउनुहुन्छ अरे कहिले आउनुहुन्छ अरे उहाँहरू चाहिँ होइन 16 गते राजा 16 गते आउने भन्ने कुरा दुर्गा प्रसाद 16 गते भन्दा भोलि हो भोलि नै हो ए खोइ कोन त है मलाई के थाहा त अब उहाँहरूको आफ्नो चुनाव हुँदैन के भन्छन् अध्यक्ष धेरैजनाले अब के होला त अब के होला देशमा अब के होला देशमा अब के हुन्छ देशमा निर्वाचन भयो भने म घाँटी गाडिछु घाँटी जसरी मैले 84 मा चुनाव हुँदैन 82 काट्दैन भने तिमी त्यसरी फागुनमा चुनाव हुने घाँटी काटिदिन्छु द्याट माई सेक्रिफाइस बुझ्नुभयो म तपसी हो म बोलेको होइन देव बोलेको आजसम्म जति पनि भिडियोलाई फेरि उ गर्नु छ तपाईँहरूले तपाईँहरूकै क्यामेरामा बोलेको छु त मैले को काका हेलिया छन् को 8 करोड गाडी चढो मालपानीको गाडीमा को हिँड्नु 21 चुनाव घोषणा गरिसक्यो तपाईँ हुँदैन मैले हो मैले सिग्नेचर नगरेको चुनाव हुन्छ सबै तयारी भइसक्यो तयारी भएर केटीको त बिहे गर्ने भनेछ र त्यसले अगाडि नाचेर हुन्छ भतर खाएर हुन्छ केटी फिक्स हुनु पर्यो अहिले बारम्बार भनिसक्यो अब भन्न सक्दिनँ यदि फागुन 21 गते सुशीला कार्कीको नेतृत्वमा यो देशमा चुनाव गरेछ भने नि तपाईहरूले मेरो मुखमा पिसाब फेर्दिनुहोस् म जनताको अगाडि नै यसरी घाँटी नै बलिदान गर्छु क्या रासोपा पार्टी उहाँहरूकै थियो घन्टी चिन्ह उहाँहरूकै थियो अनि अध्यक्ष रविजी नै थियो बालनजीलाई प्रधानमन्त्री घोषणा गरेको थियो मैले चाहिँ के पद बार्गेनिङ गरेको केही बार्गेनिङ गरेँ मैले पद बार्गेनिङ म पनि प्रधानमन्त्री हुन लायकको मान्छे हो होइन सभापति हुन लायकै मान्छे हो दिदी के अर्किन्छ त यस्तो सबैले कर्णालीका जनता भेरा भन्छन् त अब घाँस खाऊ भन्छन्
यो म्यासेज त तपाईहरुलाई यदि बालिन शाहले जित्यो भने चाहिँ मेरो तर्फबाट र मेरो साथीको तर्फबाट तपाईहरुलाई स्पेशल नाम तपाईलाई फोन गरेर पार्टी छ है र जित पक्का छ झापालीको झापा हाम्रो केपीबा निर्दोष साबित गर्न पर्यो निर्दोषलाई लहर कसरी थुनिया छ घरबाट थुतेर लहर एउटा सहकारी ठगेको होइन हाम्रो केपीबाले यदि भ्रष्टाचार गरेको भने परमान ल्याउनुस् न त आज हजुरको सत्ताले नै ढलाएर हाम्रो केपीबालाई सुशीला कार्की प्रधानमन्त्री भएको आज किन यहाँ यस्तो गर्नु भएको छ तपाईहरु यो आन्दोलन कहिलेसम्म हुन्छ दिदी हाम्रो आन्दोलन हाम्रो केपीबालाई रिहाई नगर्दासम्म हुन्छ थाक्नुहुन्न दिदी हो यो के हो तपाईको आँखा देख्नुहुन्न आँखा देख्नुहुन्न कसमा अर्को पावरवाला लाउनु काम गर्नु थपेर आउनु मलाई लाज लाग्दैन आफ्नो काम गर्नु पार्टीको झोला गएर आएर विरोध गर्नुहुन्छ तपाई लाज लाग्दैन ओ झोले लाज लाग्दैन तिमीलाई यस्तो नि त होइन झोल अनि उहाँले होइन भन्नुहुन्छ नि त यहाँ चाहिँ पत्रकारलाई झोले भनिएको त्यही कारणले हामीले यो कार्यकर्ता भेला गरेका हौँ। जस्तो अब यसरी हेर्नु भने मन्त्रीमण्डल विस्तार भएको 24 घण्टा नबित्दै एक्सनमा बालेन सरकार एक्सनमा आयो कतिपय त वाह पनि भनिरहेका छन् अब त्यसले न्याय पायो भने भन्छन् नि के छ ठोक दाजु ठोक माया झ्याङ्नेलाई सिंगल ठोक माया झ्याङ्नेबाट लैतेर ती राणा जरा लैतेर भन्दा धेरै त पत्रकार छौ त तिमीहरू देउन भाटा कजेर माया झ्याङ्नेहरूलाई बलात्कार केसमा एउटा गहना देशको कलाकार हेर्नुहोस् त यस्तो उमेरको मान्छे कर्ण मल्ला नेकपा एमाले ऊ हेर्नु झन्डा उता अगाडि केस चाहिँ तपाईँहरू सबैजनाले पनि पुर्याइदिनु होला मैले नै यो स्टार्टिङ गरेको थिएँ उनी मर्न भनेर गएकी थिइन् अनि मैले मर्न हुँदैन बहिनी तिमी लड्नुपर्छ है भनेर म चुनाव छोडेर आएर यो मुद्दा दर्ता गराएर पक्राउ पुर्जी लिएर आएको थिएँ त्यसपछि अहिले समस्या बलात्कार केसमा